यो हो कालीगण्डकी करिडोर। चीनको सिमाना कोराला नाकादेखि पूर्वी नवलपरासीको गैंडाकोटसम्म जोड्ने गरी 447 किलोमिटर दूरीमा यो सडक फैलिएको छ। 2064 सालमा यो सडक निर्माण सुरु भएको हो। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर विभिन्न खण्डमा स्तरोन्नति र कालोपत्रको काम भइरहेको छ। त्यो मध्ये यो भिडियोमा हामी बागलुङको बलेबा विमानस्थलदेखि गुल्मीको हर्मीचौर खण्डमा भइरहेको कामको चर्चा गर्दैछौं। .4 किलोमिटर दूरी रहेको यो खण्ड कालिका कन्स्ट्रक्सनले कालोपत्रेको काम गरिरहेको छ। पूर्वाधार निर्माणको क्षेत्रमा आफूलाई अब्बल कम्पनी स्थापित गराएको कालिका सन् 1976 मा स्थापना भएको निर्माण कम्पनी हो। सन् 1989 मा ए वर्गको कम्पनी बनेको कालिकाले सन् 2011 देखि सन् 2023 सम्म 5 पटकसम्म बेस्ट अवार्ड जितेको छ। यो कम्पनी ISO सर्टिफाइड कम्पनी हो। करिडोरको कालोपत्रेमा आफ्नो अनुभव, ज्ञान र स्रोत साधनको अधिकतम प्रयोग गरेर कम्पनीले काम गरिरहेको छ। कालीगण्डकी कोरिडोर भारतको सुनौली भन्सारदेखि चाइनाको कोरोला नाका जोड्ने व्यापारिक मार्गको रूपमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा तय गरेको सडक आयोजना हो, जसमा चाहिँ अहिले हामीले काम गरिरहेको आयोजनाको गुल्मी बागलुङ खण्डको हर्मीचौर गुल्मीदेखि बागलुङको बलेवासम्म करिब 44.5 किलोमिटर सडक DBST प्रविधिको रोडको कालोपत्रे सडक बनाउन लागिरहेका छौँ। सोको लागि कालिका कन्स्ट्रक्सन प्रालीसँग 2079 साल मङ्सिर 26 गते सम्झौता भएको थियो र त्यसको लागि चाहिँ आयोजनाबाट 3 अर्ब 30 करोड मूल्य अभिवृद्धि कर सहित को सम्झौता भएको थियो र जसको लागि चाहिँ हामीले काम सुरु 2079 मङ्सिर 27 गतेबाट नै कार्य सुरु गरी डिजाइन, प्लानिङ, साइट मोबिलाइजेसन गरी चैतबाट चाहिँ साइटमा नै कार्य सुरु गरिसकेका थियौँ। सो कार्य सुरु गरे पश्चात आजसम्म करिब 2 वर्ष समय चाहिँ बितिसकेको छ र भौतिक प्रगति 75% सम्पन्न भइसकेको छ। 2079 साल मङ्सिर 26 गतेबाट 44.4 किलोमिटर खण्डमा 10 मिटर चौडाइको कालोपत्र गर्ने गरी 3 वर्षको निर्माण अवधि पाएको कम्पनीले 2 वर्ष बित्नै लाग्दा झण्डै 65% भौतिक प्रगति गरेको तथ्याङ्क छ। पर्खाल, नाली, सबबेस र बेस निर्माणको काम सकेर कालोपत्रेको काम धमाधम भइरहेको छ। कालिका कन्स्ट्रक्सनको प्रोजेक्टको म्यानेजमेन्ट, कन्स्ट्रक्सनको म्यानेजमेन्ट म आफै स्वयंको नेतृत्वमा अगाडि बढिरहेको छ। मलाई सपोर्ट गर्नका लागि करिब 20 जनाको प्राविधिक टिम, 15 जनाको म्यानेजमेन्ट टिम र 150 जना भन्दा बढी चाहिँ चालक, सहचालक, अपरेटरहरूको टिमले चाहिँ हामीले काम गरिरहेका छौँ। काम गर्दै जाँदाका वातावरणमा सुरुमा म यहाँ आएर कार्य सुरु गर्दाखेरि यहाँका स्थानीय निकायहरूसँग छलफल गर्दा र उहाँहरूसँग भलाकुसारी गर्दा मैले आयोजना समयभन्दा अगावै र अथवा समयमै सम्पन्न गर्छु भन्दाखेरि उहाँहरूले चाहिँ आश्चर्य प्रकट गर्नुभएको थियो। तर आज हुन्छ र त्यति चाँडै नेपालमा काम हुन्छ भन्ने एउटा उहाँहरूको धारणा थियो। त्यसलाई चिर्दै आज उहाँहरूबाट मैले प्रशंसा बटुलिरहने अवसर पाएकोले म धेरै गौरवान्वित छु। प्रोजेक्टको समयको 66% करिब 2/3 समय सकिँदाखेरि 3/4 काम चाहिँ सम्पन्न भइसकेको छौँ। यसको अर्थ के हो भने 75% काम सम्पन्न भयो, जम्मा 66%
समय चाहिँ खर्च भएको छ। हामी करिब 7% चाहिँ अगाडि काम बढाइरहेका छौँ। सायद नेपालको इतिहासमा यस्ता घटनाहरू र प्रगति कमै देख्न सकिन्छ। कुनै पनि प्रोजेक्ट कसरी सम्पन्न चाँडै गर्न सकिन्छ त्यसको लागि सबैभन्दा पहिला एउटा प्रोजेक्ट म्यानेजमेन्टको लागि 5M, त्यो भनेको मेटेरियल, मेसिन, म्यान पावर, मनी र म्यानेजमेन्ट। 5वटा एम मिलेपछि बल्ल कुनै पनि प्रोजेक्ट समयमा र गुणस्तरीय तरिकाले सम्पन्न गर्न सकिने हुन्छ। त्यही 5Mलाई मूल मन्त्र मानि हामीले प्रोजेक्टको आयोजना सुरुदेखि आज 75% काम सम्पन्न गरिसक्दा त्यही 5Mलाई लिएर अगाडि बढिरहेका छौँ। मेटेरियलको लागि हामीले स्थानीय तहमा उत्पादन हुने मेटेरियललाई आफ्नो स्पिड नघटाउने गरेर उत्पादन गरिरहेका छौँ भने बाहिरबाट ल्याउने मेटेरियलहरूको लागि स्टक ब्यालेन्स गरेर काम अगाडि बढिरहेका छौँ। बिना स्टक काम सम्पन्न नहुने भएर मेटेरियललाई सबैभन्दा महत्त्वपूर्ण चाहिँ रोड प्रोजेक्टमा चाहिँ लिइन्छ। त्यसै गरी म्यान पावरको कुरा गर्नु पर्दाखेरि टेक्निकल पर्सन, म्यानेजमेन्ट पर्सन, लेबर, ड्राइभर, अपरेटर आवश्यक सङ्ख्यामा राखेका थियौँ, जसमा हामीले 20 जना भन्दा बढी प्राविधिक, 15 जना म्यानेजमेन्ट टिम, 5 जना क्वालिटी कन्ट्रोल टिम, 150 जना भन्दा बढी ड्राइभर, अपरेटर, हेल्पर र मेकानिकल टिम, साथै 1200 भन्दा बढी फिल्डमा खटिने वाल नाला बनाउने कामदारहरू प्रयोग गरी आयोजना सम्पन्नको लागि म्यान पावरको व्यवस्था गरेका थियौँ। साथै मेसिनको सम्बन्धमा कुरा गर्नुपर्दा 25वटा एक्सकाभेटर, 25वटा टिपर, 10वटा वाटर ट्याङ्कर, ब्याचिङ प्लान्ट, कङ्क्रिट ब्याचिङ प्लान्ट र त्यसको लागि आवश्यक पर्ने 4वटा ट्रान्जिट मिक्सर, साथै आवश्यक सम्पूर्ण इक्विपमेन्टहरूको यथेष्ट व्यवस्था र त्यसको मेन्टेनेन्सको पूर्ण व्यवस्था गरी काम अगाडि बढाएका छौँ। म्यानेजमेन्टको पक्षमा कुरा गर्नुपर्दाखेरि व्यक्तिले म्यानेजमेन्ट कहिले पनि सफल हुँदैन, एउटा टिमले सफल हुन्छ भन्ने गोललाई मैले आत्मसात गरी आफ्नो क्षेत्रमा ड्राइभरले आफ्नो तर्फको म्यानेजमेन्ट, टेक्निकल पर्सनले आफ्नो म्यानेजमेन्टले आफ्नो म्यानेजमेन्ट गरी सबले आफ्नो ठाउँबाट साथ र सहयोग र म्यानेज गरेको कारणले गर्दा आज यो अवस्थामा प्रोजेक्टलाई लिएर आउन सफल भएकाले म्यानेजमेन्ट महत्त्वपूर्ण पार्टमा रहन्छ, जसको लागि हौसला सबैभन्दा ठुलो कुरा हो र प्यासन, कामको प्यासन, काम गर्न जहाँ साइटमा आउने तर कामभन्दा बढी अन्त ध्यान दिने त्यो प्रवृत्तिलाई हटाउनलाई आफ्नो काम मेरो काम मेरो जिम्मेवारी हो र मेरो काम हो भन्ने चाहिँ सम्पूर्ण कर्मचारीहरूमा एउटा भावना वृद्धि गर्न त्यही अनुसारले फेसिलिटेट गर्दै अगाडि बढेकाले सबैलाई चाहिँ मेरो काम भन्ने महसुस गराएकाले यो जुन कार्य फिनिसिङ र चाँडै सक्नुमा एउटा म्यानेजमेन्टको ठुलो भूमिका रहन्छ। त्यसै मनीको कुरा गर्नुपर्दा फाइनेन्सियल म्यानेजमेन्ट पर्छ। हामीले आफूमा आएको म्यानेजमेन्टलाई त फाइनेन्सियल म्यानेजमेन्ट राम्रैसँग गरेका थियौँ, तर नेपाल सरकारको अवस्था आर्थिक व्यवस्थापनको पाटोमा न्यून देखिएकाले गत वर्ष 6 महिनासम्म पनि बिना बजेट काम अगाडि बढाउनु पर्ने अवस्था थियो। बारम्बार सरकार, आयोजना, स्थानीय निकाय, अर्थमन्त्रीसम्मलाई ताकेता गर्दा पनि कुनै पनि बजेटको निकासी नहुने आश्वासन मात्रै दिने कारणले गर्दाखेरि आयोजनामा अझै योभन्दा पनि अगाडि सकिन सक्थ्यो। केही ढिला भयो तैपनि त्यसका बावजुद पनि आफ्नै तर्फबाट फाइनेन्सियल व्यवस्था गरी आयोजनाको कामलाई अन्यत्र सबैतिर रोकियो भन्ने हल्ला सुन्दा पनि हामीले कहिले पनि आयोजनाको कामलाई पैसाको अभावमा रोक्न दिएका छैनौँ। आजका दिनमा पनि आयोजनाको बजेट शून्य छ, बजेट आउने नआउने कुनै पनि टुङ्गो छैन।
तर पनि बजेटको व्यवस्थाको लागि पहल गर्दै कामलाई पनि अगाडि बढाउने हेतुका साथ आयोजनाको सम्पन्न म्याद 2082 मङ्सिर 25 गते भए तापनि 2082 असार मसान्तभित्र प्रोजेक्ट ह्यान्डओभर गर्ने तयारीमा हामी लागिरहेका छौँ र आशा छ त्यो पूर्ण रूपमा हामी चाहिँ विश्वस्त छौँ पुरा गरेरै छोड्छौँ। अब काम गर्दाखेरिको सिलसिलाका बाधा अवरोधका बारेमा केही मैले भन्नै पर्ने हुन्छ। गुल्मी बागलुङ खण्ड एकदम भौगोलिक जटिलता भएको, त्यसमा पनि कालीगण्डकी गाउँपालिका यस हाम्रो सेक्सनमा चाहिँ कालीगण्डकी गाउँपालिका, जयमनी नगरपालिका र बागलुङ नगरपालिका 3टा स्थानीय निकाय पर्छ, जसमध्ये पनि जयमनी नगरपालिका र कालीगण्डकी गाउँपालिका चाहिँ अझै भौगोलिक रूपमा चाहिँ विकट पहाड, ठुला पहाडका कटान गर्नुपर्ने र हिउँदमै पनि पहिरो जाने, वर्षा त परै जाओस् यस्तो अवस्थामा पनि केही मेसिनहरूमा क्षति पनि पुगेको अवस्था थियो र गर्दै 11 मिटर बाटो चौडा गरी अगाडि बढ्नु च्यालेन्जिङ काम नै थियो। त्यसका बावजुद 4वटा पहिराहरू, कुचुरे भिर, त्यसपछि गएर माझबगरको पहिरो, पालुङ खोलाको पहिरो र कुइद्याङको पहिरो एकदम जोखिम पहिरोहरू छन् र आजसम्म पनि त्यसको चाहिँ काम अगाडि बढेको छैन। त्यसको लागि चाहिँ हालसालै ERT सर्वे, सोइल स्टेबिलाइजेसनको सर्वे भन्छ, त्यो सर्वे सम्पन्न गरी डिजाइनको फेजमा अगाडि बढेका छौँ, जुन हाम्रो प्रोजेक्टको स्कोपभन्दा बाहिर छ। यो प्रोजेक्टलाई राम्रो गर्नुपर्छ, आफूले गरेको कामलाई राम्रो गर्नुपर्छ भनेर अन्यत्र चाहिँ पहिरो क्षेत्रहरूलाई डिजाइन स्कोपभन्दा बाहिर गएर काम गर्ने त्यति चलन छैन। हामीले बाटोमा हिँड्यौँ भने पनि पहिरोहरू छोडेको देखिन्छ। तर मेरो आफ्नै पहलमा र आयोजनासँग समन्वय गरेर अहिले स्लोप स्टेबिलाइजेसनको डिजाइन अन्तिम चरणमा पुगेको छ। यदि नेपाल सरकारबाट भेरिएसनमा नयाँ आइटम स्वीकृत भएमा भौतिक पुरातत्व मन्त्रालयबाट सोको काम पनि यसै असार मसान्तभित्र सम्पन्न गर्ने गरी तयारी गरिरहेको पनि म जानकारी गराउँछु। अब यति सबै कुरा भनिरहँदा बाटो कस्तो बन्ने हो सबैमा जिज्ञासा हुनसक्छ। त्यसको लागि केही डिजाइनका पाटाहरूलाई थोरै म प्राविधिक भएको नाताले स्पष्ट पारिदिन्छु। हर्मिचोरदेखि बलेवासम्म 44.48 किलोमिटर सडकमा मध्ये 5 किलोमिटर सडक चाहिँ नाला, टेवा पर्खाल सहितको रिजिड पेमेन्ट, जुन चाहिँ लोकल भाषामा ढलानको बाटो, जुन चाहिँ पहिरो धेरै उकालो र धेरै टर्निङको बाटोहरूमा 5 किलोमिटर बाटो चाहिँ ढलान बाटो बन्ने गर्छ भने 37.5 किलोमिटर बाटो चाहिँ DBST प्रविधि चाहिँ यो बाटोको लागि चाहिँ 12 किलोमिटर डब्लु बिम क्र्यास ब्यारियर प्रयोग गरिएको छ। साथै सम्पूर्ण टेवा पर्खालको माथि पारापेट वाल र त्यसमा माथि पेन्टिङ, साथै डेलिनेसनको लागि डेलिनेटर पोस्ट र थर्मोप्लास्टिक पेन्टको प्रयोग गरिनेछ र अन्य कुरा ट्राफिक साइन पोस्टहरूबाट पनि यथेष्ट रूपमा प्रयोग गरी बाटोको सुरक्षालाई अगाडि बढाइनेछ। साथै मैले देखेको बाटोमा यो बाटोको डिजाइन स्पिड 40 किलोमिटर प्रति घन्टा, तर सर्वसाधारणले बाटो पिच भइसकेपछि 70-80 को स्पिडमा चलाइरहँदा दुर्घटनालाई निम्ति नै हो कि भन्ने महसुस गरी स्थानीय निकायलाई मैले जानकारी गराएर ट्राफिक सुरक्षा कार्यक्रम अगाडि बढाउनु पर्ने चाहिँ मेरो व्यक्तिगत सुझाव आयोजना र स्थानीय निकायलाई मैले राखिसकेको छु। त्यो आफ्नो डिजाइन स्पिडभन्दा बढी गर्दा दुर्घटना बढ्ने कारणले हजुरहरूलाई पनि 40 किलोमिटर प्रति घन्टाभन्दा बढी सवारी नचलाउन अनुरोध। निर्माणकै क्रममा देखिने कमजोरी, निर्माणपछि तत्कालै पूर्वाधारमा देखिने गुणस्तरको समस्या लगायतका विषयमा जिम्मेवार बनेको कम्पनीले आयोजनाले तोकेको मापदण्ड अनुरूप गुणस्तरीय काम गरिरहेको छ। हामी चाहिँ यो अब हर्मिचौरदेखि बलेवा खण्डसम्म अब पिच गर्ने अवस्थामा आइसकेका छौँ। अब यो पिच गर्नको लागि चाहिँ पहिला हामी हाम्रो स्ट्रक्चरको कामहरू त हामीले सक्नै पर्यो। त्यसपछि आएर सबग्रेड लेभल तयार गर्छौँ। त्यसपछि त्योभन्दा माथि हामी बेस लगाउँछौँ, सब बेसभन्दा माथि हामी बेस लेइङ गर्छौँ र
र बेस लेङ गरिसकेपछि त्योभन्दा माथि बेसमाथि हामी प्राइम कोटको काम गर्छौँ, जुन चाहिँ अलकत्रै ओछ्याउने हो त्यो पनि। र त्यो प्राइम कोटमाथि हामी फेरि ट्याग कोट लेङ गर्छौँ, किनभने यो डिबिएसटी प्रवृत्तिको पिच हो, यसलाई सर्फेस ड्रेसिङ भनिन्छ। ट्याग कोट लगाइसकेपछि त्योभन्दा हामी 19 mm को नोमिनल 19 mm को गिटी लेङ गर्छौँ। त्यसपछि फेरि हाम्रो अब सेकेन्ड कोट पनि हुन्छ। सेकेन्ड कोटको लागि हामी चाहिँ फेरि ट्याग कोट लगाएर त्योभन्दा माथि फेरि हामी 10 mm को गिटीले यसलाई सिलिङ गर्छौँ। त्यसपछि हाम्रो यो पिचको चाहिँ फाइनल हुन्छ। यो गिटी चाहिँ हामीले जुन यहाँ पिचको लागि सर्फेस ड्रेसिङको लागि निकालेका छौँ, यो हामीले यहीँ उत्पादन गरेका छौँ, यो यहीँ साइडमैबाट। र अब यो चाहिँ धेरै राम्रो पनि छ यो अहिले हामीले यहाँ निकालेको गिटीहरू। र यसको लागि हामीले जुन पिच गर्नको लागि हामीलाई चाहिने भिटामिन अलकत्राहरू त अब हाम्रो नेपालमा बन्दैन, यिनीबाटै ल्याउने हो। र यसलाई पकाउने प्रोडक्सन के अरे उ गर्ने, त्यसलाई चाहिँ हिटिङ गर्ने, त्यसलाई डिस्ट्रिब्युटरमा हाल्ने, लेइङ गर्ने काम हामी यहीँ गर्छौँ। त्यसको लागि हामीसँग अब यो कम्प्रेसर, भिटामिन स्प्रे गर्नलाई डिस्ट्रिब्युटर, अनि त्यो रोलिङको लागि रोलर, त्यसपछि चिप स्प्रेडर गर्नको लागि चिप स्प्रेडर, टिप्परहरू हामीसँगै छन् यो चाहिँ। अनि त्यो भएर यी सबै इक्विपमेन्टहरू युज गरेर हामीले चाहिँ पिच गर्छौँ। जस्तै अब तपाईँले यो हामीले गरिरहेको पनि अहिले सरासर हेर्नु सक्नुहुन्छ, यहाँ यो गरिरहेछौँ। अब यो सबै इक्विपमेन्टहरू युज गरेर पिच गरिरहेको छौँ, तपाईँ देख्न सक्नुहुन्छ यहाँ अगाडि। करिडोर कालोपत्रे हुँदा लोभलाग्दो र मनमोहक बनेको छ। पानी जम्ने ठाउँमा ढलान, भत्किने ठाउँमा पर्खाल, पानीको व्यवस्थापनका लागि विभिन्न विधि कम्पनीले प्रयोग गरेको छ। 44.4 किलोमिटर खण्डमा पर्ने बिना मारेको पहिरो, काभ्रेभिरको कठिन भूगोलमा पनि निर्धक्क कामहरू भइरहेका छन्। काम गर्नु पूर्व निर्माणका लागि प्रयोग हुने सामग्रीको कयौं पटक जाँच गरेर कम्पनीले प्रयोग गर्ने गर्छ, जसले गर्दा गुणस्तरमा कुनै पनि समस्या आउँदैन। गिटी, बालुवा, ढुङ्गा, माटो, अब सिमेन्ट, अब इत्यादि यो कन्स्ट्रक्सन मेटेरियलहरू चाहिँ हामी यहाँ टेस्ट गरिन्छ। अनि यो टेस्ट गरे पश्चात अनि त्यसको क्वालिटी हेरेर अनि राम्रो छ भने त्यसलाई हामी प्रयोग गरिन्छ, अब नराम्रोलाई प्रयोग गरिँदैन, त्यसको फेरि विकल्प खोजिन्छ। त्यसको लागि चाहिँ यो हाम्रो ल्याब, मेटेरियल टेस्टिङ ल्याबोरेटरी। बलेवा विमानस्थल नजिकैको शून्य बिन्दुबाट भइरहेका काम हामीले यसरी क्रमबद्ध रूपमा भिडियोमा प्रस्तुत गर्ने प्रयास गरेका छौं। यो हो धापाखोला छेउमा भइरहेको कालोपत्रको काम।
सानो टाकुरीमा पहिलो चरणको कालोपत्र भइसकेको सडक हो। बिना मारेको पहिरो, अक्करे भिरमा भइरहेको काम यहाँनेर हामीले देख्न सक्छौं। जैदीमा भइरहेको ढलान यसरी भइरहेको छ। यो चाहिँ छिस्तीमा भइरहेको सबबेसको काम हो। बायो इन्जिनियरिङलाई कालीगण्डकी कोरिडोरमा यसरी प्रयोग गरिएको छ। कल्भर्ट तथा पुलहरूको काम यसरी गरिएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका 6 बरलवाको कहाली लाग्दो पहिरो पन्छाउँदै काम भइरहेको छ। सडक मजबुत बनाउनका लागि लगाइएका पर्खालहरू यसरी क्रमबद्ध रूपमा यहाँनेर देख्न सकिन्छ। यो गुल्मीको हर्मी चौरमा पर्ने पश्चिमको शून्य बिन्दु हो। यहाँनेर बलेबा विमानस्थलदेखि 44.4 किलोमिटर खण्ड समाप्त हुन्छ। निर्माण कम्पनीले आवश्यक निर्माण सामग्रीको अभाव हुन नदिनका लागि 2 ठाउँमा
क्रसर सञ्चालन गरेको छ। जैमिनीको छिस्ती र काली गण्डकीको बरलवा नजिकैका यी क्रसरहरूबाट ढुङ्गा, गिटी, बालुवा सबै सामग्रीको जोहो हुन्छ, जसका लागि कच्चा पदार्थ भने निर्माण स्थलबाट नै जुटाइने गरेको छ। हामीले क्वालिटी फिनिसिङलाई पनि सँगसँगै अगाडि बढाइरहेका छौँ। क्वालिटीको लागि आयोजनाको तर्फबाट 11 जना प्राविधिक इन्जिनियर, सब इन्जिनियर, प्रोजेक्ट म्यानेजरको टिमले दैनिक सुपरभिजन गर्ने गर्छ। साथै हाम्रो तर्फबाट 20 जना प्राविधिक, 5 जना ल्याब टेक्निसियन र बागलुङको ट्याङमा जुन कालिका कन्स्ट्रक्सनको साइट अफिस रहेको छ त्यसमा अत्याधुनिक प्रयोगशालाबाट चाहिँ धेरै पटक काम गर्नुभन्दा अगाडि र काम सम्पन्न भइसकेपछि गुणस्तरको नाप जाँच परीक्षण गरेर पछि मात्र त्यो काम चाहिँ पास हुने गर्छ। अन्यथा फेल भएमा त्यो भत्काउनु पर्ने हुन्छ। त्यो सम्पूर्ण बाधा अचरण फुकाई र गुणस्तरलाई कुनै पनि हिसाबले कम हुन नदिने गरी कालीगण्डकी कोरिडोरलाई एउटा उदाहरणको पनि हार्मीचौरदेखि बलेवा क्षेत्रलाई एउटा उदाहरणको प्रोजेक्टको रूपमा चाहिँ सम्पन्न गर्ने हिसाबले म र मेरो टिम सदैव लागि परेको छौँ र यो चिज हजुरहरू स्थानीयले सबैले देखिरहनु भएको छ। बिहान 6 बजेदेखि बेलुका 9 बजेसम्म के दिन के रात सदैव मेरो टिम काममा लागिरहन्छ। पूर्वाधार निर्माणका लागि पहिलो शर्त हो पूर्व तयारी। कालिकाले बागलुङको जैमिनी नगरपालिका 8 छिस्तीको ट्याङमा फराकिलो जग्गा भाडामा लिएर आफ्नो कामको सबै नियन्त्रण गर्न वासस्थान र कार्यालय सञ्चालन गरेको छ, जहाँ पसेपछि हामी गुणस्तर प्रयोगशालादेखि निर्माण उपकरण मर्मतका लागि विशाल सामग्रीहरूको स्टोर, मेसिन तथा उपकरणको मर्मतका लागि ग्यारेज, इन्धनको अभाव हुन नदिनका लागि स्थापना गरिएको आइल स्टोर र आवश्यक सबै निर्माण सामग्रीहरूको भण्डारण देख्न सक्छौँ। करिडोर निर्माणको जिम्मेवारी पाएको कालिकाले तोकिएको समयभन्दा 6 महिना अघि नै काम सक्ने गरी काम अगाडि बढाइरहेको छ। दिगो र भरपर्दो निर्माणको परिचय दिने गरी भइरहेको काम सम्भवतः राष्ट्रिय गौरवका आयोजना मध्ये पहिलो समयमा सकिएको काम बन्नेछ। यसरी कालिकाले कालीगण्डकी कोरिडोरमा इतिहास रच्ने गरी काम गरिरहेको छ। हाम्रा यस कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक श्री विक्रम पाण्डे सर पनि क्वालिटी र फिनिसिङको कुरामा चाहिँ एकदमै चासो राखिरहनुहुन्छ र सधैँ मलाई फोन गर्दा कस्तो काम गरिरहेछौ, के गरिरहेछौ, फोटो पठाऊ भन्नुहुन्छ र साइटमा पनि बेला बेलामा भिजिटमा आइरहनुहुन्छ। र म सधैँ काम गर्दाखेरि सरले सधैँ यो कुरामा चासो राख्ने भएर हाम्रो टिम कतै यो काम बिग्रेला कि कतै नराम्रो फिनिसिङ आउला कि र सर आउको बेलामा गाली खाइन्छ भन्ने डरले पनि हामी निरन्तर कामलाई कुनै पनि हिसाबमा चाहिँ कमजोर हुन नदिने र गुणस्तरहीन हुन नदिनलाई एकदम लागि परेका छौँ। त्यसका अलावा समयमा काम सम्पन्न गर्नको लागि सरले सधैँ हामीलाई सचेत गराइरहनुहुन्छ र सरले सचेत मात्रै नभएर के चाहिन्छ, के इक्विपमेन्ट चाहिन्छ, कति म्यान पावर चाहिन्छ, म्यान पावरको लागि के व्यक्तित्व विकास गर्नुपर्छ तिमीहरू गर, त्यसको लागि म सधैँ छु भने कुनै पनि दिन बोल्ने बित्तिकै फास्ट डिसिजन प्रोभाइड गरेर इक्विपमेन्टहरू यथेष्ट इक्विपमेन्ट प्रोभाइड गरिदिनु भएको छ। म्यान पावर पनि आवश्यक भन्दा बढी नै बरु राख्नु, काम चाँडै सकाउनु भनेर मलाई निर्देशन दिनुभएको कारणले गर्दा पनि आज हामी प्रोजेक्टको समय अवधिभन्दा 7% अगाडि बढ्न सकेका छौँ।